मलाई झार्दी बिचमा अझ उति नभएर मलाई स्कुटर पनि धगाल्न लगे। अब हामी चाहिँ न्युट्रलमा जाँदैछौँ। बाटो यो लेभलको छ। चलाउने मान्छे भन्दा नि देख्नु चलाउने अनुहार चाहिँ उ त्यो लुकिङ ग्लासबाट हेर्नु। किन अगाडि हात आएन? अगाडि हात आएन किनकि मलाई नै हात आइरहेछ। ज्यानको आएर चाहिँ परु मलाई कसको हुन्छ यस्तो हात्ती यसको हुन्छ। अनि बाटो कस्तो यस्तो यस्तो त हुँदा हुँदै हेर हो आइसकिस्। हिम्मत वाली होस् मेरो राइडर। तर राइडरले नि मलाई यो सबै बोकाएको छ। हेर्नुहोस् त है सब स्कुटर उ चलाउने मलाई हेलमेट लाएर हिँड्ने गाह्रो भयो। डियर तर म हाइकिङ नाम भनेर भनी फकाइ म नि हो नि त हो। स्कुटरमा जाने त हो नि कम्मर दुखे होस् न जेसुकै होस् भनेर लागि बाटो लाग्दा बाटो त यस्तो रहेछ कि आउँदा आउँदा मलाई झार्दी बिचमा अझ उति नभएर मलाई स्कुटर पनि धगाल्न लगे पछाडिबाट मेरो आजको दिन प्रभु। भगवान् खोज्नु हिँडेको अरे जाने बेला भगवान् देखिनेवाला बाटो वेयर इज द टेम्पल भनेको यही हो। खोइ टेम्पल कहाँ छ टेम्पल? हिँड्दा हिँड्दा मान्छे टेम्पल कहाँ छ कुनै टेम्पल? ए हेर यता हेर